ए गाउँले हो हाम्रो गाउँमा फर्क साम्पाङजी आइसक्नु भएको छ। ए उठे कहाँ फर्क साम्पाङ भनेको म प्रधानमन्त्री होइन। धन्यवाद भोट हिलोमा है। प्रधानमन्त्री म यो सब विदेशी दलाल छन् अनि। ए नेताज्यू कहाँ ढुङ्गा बोक्नु भएको त नि? प्रधानमन्त्रीज्यू कहाँ ढुङ्गा बोक्नु भएको त नि? चुनावको माहौलमा होइन, चुनाव पछि बोक्ने हो कि ढुङ्गा। फर्क साम्पाङज्यू जिन्दाबाद, फर्क साम्पाङज्यू जिन्दाबाद। रोक रोक रोक, के हो त्यो गुइठे, के हो त्यो? ए नेताज्यू त्यो पुल बनाउनु लाग्यो हो के? यो सब विदेशी मेसिन ल्याएर विदेशी दलालहरूले गर्दैछन् यो। अब सबले ढुङ्गा बोक्नुपर्छ। ढुङ्गा बोक 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 बोक। नेताज्यू प्रधानमन्त्री भन्। प्रधानमन्त्रीज्यू तपाईले देश विकासको लागि चाहिँ पहिलो कदम के चाल्नुहुन्छ? ढुङ्गा। हजुरको भिजन के छ त? ढुङ्गा बोक्ने। ढुङ्गा मात्र बोकेर हुन्छ? नयाँ टेक्नोलोजी चाहिएन? यो नि विदेशी दलाल जस्तो छ, त्यस्तै कुरा गर्यो। फर्क साम्पाङज्यू जिन्दाबाद। यसलाई नि विदेशी दलाल भनिदिउँ क्या हो? सुदूरमा दूर नै झिकै झिकै माया तमलाई। ए नेताज्यू यो त बालिनको स्ट्याटस हो के? अब यहाँ न बाटो छ, न इन्टरनेट, न बिजुली, यिनीहरूलाई के थाहा कसको स्ट्याटस हो? नेताज्यू जिन्दाबाद जिन्दाबाद। ए नेताज्यू साइडमा मन्दिर छ, त्यसैको घन्टी बजेको हो। नेताज्यू जिन्दाबाद। जेनजीलाई उत्तर चाहियो, तिमी किन चुप छौ? 10 वर्षदेखि तिमीले सरकार भ्रष्टाचारमा लुप्त छौ। जनताको भोट चाहिन्न हामीलाई, कार्यकर्ता काफी छ। सालोले जागिर पाइसक्यो, ज्वाइँको पालो बाँकी छ। नेताज्यू जिन्दाबाद। नेपोटिजम धेरै भयो, विधिको शासन भएको थिएन। हिस्ट्री भनेको फेरि नि चिज हो, युवा अहिलेसम्म आएको थिएन। एकछिन, यो जोगल्टे डन बिना चुनाव जित्न गाह्रो छ। मलाई के आउँछ? यसको खाता 15 लाख हाल्दै यार। मुभ। जिन्दाबाद नेताज्यू। सिसी धामाला दियो, सिसी धामाला दियो। हाम्रा भनेको यिनीहरू होइन नेताज्यू, हाम्रो भनेको पाक्नुस् पाक्नुस् पाक्नुस्। अब तपाईले दुःख गर्ने दिन गयो। तपाईको नेता सिसी धामला आइसक्यो। तपाईको उखुबारी छ, म गरिदिन्छु। तपाईको जेरी पसल छ, म गरिदिन्छु। तपाईको के छ? घरमा बुढी छ। नातिनु त पनि म गर्छु। सहयोग गर्नुहुन्छ, एकदम सहयोगी भावनाको हुनुहुन्छ मन्त्रीज्यू। नेताजी बालेन। ए नेताजी यो हाम्रै पार्टीको कार्यकर्ता बालेन भण्डारी हो के? नेताज्यू जिन्दाबाद। नेताजी ऊ चाहिँ हाम्रो दादा, डाँडा काँडाको भोट ल्याउन सक्ने मान्छे। अनि तिमीले हाम्रो लागि के गर्न सक्छौ त? ढुक्क हुनु नेताज्यू, अरू पार्टीको भोट रोक्ने, जनताको कानमा झुटो कुरा जोत्ने, पर्याय मान्छे ठोक्ने, त्यति हुँदा नि नजितियो भने मतपेटिका बोक्ने, सब सेवा हामीबाट हुन्छ। गजबको मान्छेले आएछ केटोले। ल डिल फाइनल गर। मसँग 15 जना केटाहरू छन्। अरू के व्यवस्था हुन्छ? टेन्सन लिनु पर्दैन, हरेक दिन मासु भात र भिआइपी होटलमा बस्ने व्यवस्था छ। हुँदैन, हामी मासु भातमा बिग्दैनौँ। हरेक दिन 2 फुल जेमसन र 2 फुल ओडी पनि त चाहियो नेताज्यू। टेन्सन छैन, ल डिल फाइनल। तर तपाईँले त अघिल्लोचोटि पनि चुनाव जित्नु भएको, के प्रगति गर्नुभयो त? मेरो छोरा कहाँ छ? अमेरिका। मेरो छोरी कहाँ छ? अस्ट्रेलिया। मेरो सालो कहाँ छ? सिङ्गापुर। मेरो काठमाडौँमा कतिवटा घर छ? 4वटा। अब यहाँभन्दा के प्रगति चाहियो? के चाहियो? आहा कस्तो राम्रो विचार। हाम्रो सपोर्ट तपाईँलाई नै। हेलो, मासु भात सँगसँगै दिनको 5000 अझ पेट्रोल पनि रे। ल हाम्रो झोले पार्टी जिन्दाबाद। हाम्रो नेता आउँदै हुनुहुन्छ है। उहाँ चाहिँ हाम्रो नेताज्यू। धन्यवाद धन्यवाद। उए यहाँ पिच बनेछ, यसको कमिसन खै मलाई? ए नेताज्यू अहिले चुनावमा ध्यान दिनु, नालो खन्ने बाँकी हो, त्यसको आउँछ कि कमिसन? ल जाऊ न त है। ओ नेताज्यू, अनि खै त नेताजी आउनुभएको, बस्नलाई कुर्सी दिने। यत्रो 4 वर्ष कुर्सीमा बसेर पुगेन, 1 महिना उभिए नि हुन्छ। धेरै बोलिएन, धेरै बोलिएन। जेनजी भयो भन्दा धेरै बोल्न पाइन्छ। यत्रो 4 वर्ष बसेर के गर्नुभयो हजुरले? भ्रष्टाचार। कहाँ नेताजी साँचो बोल्नुभएको, अलिकति गफ हान्नु न। मैले 50-60 वटा जति घर बनाए। नेताजीको जिन्दाबाद। गरिब तथा निमुखाको होइन, कार्यकर्ताको जिन्दाबाद जिन्दाबाद। हो। यस्तै गरेर हो पुरानो नेताहरूप्रति जनताबाट विश्वास उठेको। के गरे हौ तिमीले जनताको लागि भन्नेहरू चाहिँ गलत हुन् कि? हाम्रो नेता त एकदम राम्रो मान्छे हो नि। हाम्रो नेता जिन्दाबाद। जिन्दाबाद जिन्दाबाद।